ह्याप्पी भ्यालेन्टाइन्स डे साथीहरू। प्रेम दिवस भए पनि मोहमाया त्यागौं जोगी बनौ भन्ने नाराको साथ स्वागत छ मेरो मिनी भ्लगमा। सबभन्दा पहिले 6 बजे उठेर 1 गिलास पानी खाएँ, त्यसपछि झाडु पोछा गरेँ। झाडु पोछा गरिसकेपछि रातिको भात थियो, खेर फाल्न भएन, त्यसपछि मैले भुटेर ग्वामकी गहुँ खाइदिएँ। त्यसपछि म दिउँसोको खाना बनाउन थालेँ। दिउँसोको खाना पनि रेडी भइसक्यो, बिहान पनि भात, दिउँसो पनि भात, साँझ पनि भात, भातै भात। तर म मोटाउने छैन कुनै काटछाट, यस्तै त हो नि। खानाले मलाई खाएको कि मैले खानालाई खाएको थाहा छैन साथीहरू। अनि मैले आज बनाएँ टिमुरको छो अनि मासु बनाएर फेरि सेलरोटी बनाउनतिर लागे। घुम्नु भन्दा खानेकुरा बनाउन एकदमै जाँगर लाग्छ। सो सेलरोटी पनि रेडी भइसक्यो। अनि पल्लो घरको बुहारी अल्लो घरको बुहारीलाई दिए, त्यसपछि म पनि खाना बसे खाए ल साथीहरू। अनि साथीहरूको प्रेम दिवस कस्तो भयो मेरो चाहिँ दिनभरि खाना बनाउँदै खाना खाँदै गयो। सो आजको लागि बाई बाई। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला।